नमस्कार, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी गर्मी महिनामा आफूलाई कसरी फ्रेस र रिफ्रेस राख्ने भनेर रिफ्रेसिङ ड्रिङ्क बनाउन सिकौँ है। यो गर्मीको मध्यनजर गर्दै मैले चाहिँ आज बनाना सेक कसरी बनाउने हेल्दी तरिकाले सिकाउँदैछु है। सबैजनाले मैले बनाए जस्तै गरेर बनाएर एकचोटि ट्राई गर्नुहोला। आफू र आफू लगायत फ्यामिली साथीभाइहरूमा पनि सेयर गर्नुहोला। मेरो यो भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक, सब्स्क्राइब एन्ड सेयर गरिदिनु होला। ल अब ढिलो नगरेर कसरी स्मुदी बनाउने सिकौँ ल। मैले एकजनाको लागि बनाउनको लागि एउटा बनाना लिएको छु, फ्रेस बनाना। त्यो फ्रेस बनानालाई बोक्रा छिलेर सानो सानो पिसमा कट गरिरहेको छु। हजुरहरू कतिजना हुनुहुन्छ त्यही अनुसारले लिन सक्नुहुन्छ। मैले सबै बनाना काटेर एउटा भाँडामा राखेँ। त्यसपछि 1 चम्चा जति पिनट बटर राख्दैछु। हजुरसँग पिनट बटर छ भने पिनट बटर राख्न सक्नुहुन्छ, छैन भने नराख्दा पनि हुन्छ। 1 चम्चा चिनी राखेको छु। हजुरहरूलाई कतिको गुलियो मनपर्छ आफ्नो टेस्ट अनुसार घटी-बढी राख्न सक्नुहुन्छ र आफूलाई कतिको चिसो खान मन छ त्यही अनुसारले आइस क्युब राख्न सक्नुहुन्छ। मैले चाहिँ 7-8 टा आइस क्युब राखेको छु र 1 गिलास जति दुध राखेको छु र 4-5 वटा काजु र आलमोन्ड बदाम राखेको छु। त्यसलाई चाहिँ मिक्सरको जारमा ग्राइन्ड गर्न छोडिदिन्छु। ग्राइन्ड गरेर सकिसकेपछि मैले एउटा गिलासमा पिनट बटरले गार्निस गर्दैछु। यसरी गार्निस गर्दा हेर्दाखेरि पनि एट्र्याक्टिभ देखिन्छ र टेस्टी हुन्छ। मैले फेरि बनाना सेकलाई एकचोटि राम्रोसँग हातले सेक गर्दैछु र जुन अघि हामीले डेकोरेट गरेर राखेको गिलासमा यो बनाना सेक राख्ने। हजुरले हेर्न सक्नुहुन्छ अब कस्तो राम्रो देखिएको छ यो। मैले चाहिँ यसमा आधी चम्चा जति पिनट बटर राखेँ। हजुरहरूसँग पिनट बटर छ भने पिनट बटर नत्र चकलेट राख्न पनि सक्नुहुन्छ। र मैले काजु, किसमिस, पिस्तालाई मसिनो पारेर राखेकोलाई गार्निस गरेँ र बनानाको पिसले डेकोरेट गरेँ। थ्याङ्क यू। हजुरहरूलाई मेरो भिडियो राम्रो लागे लाइक, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। अब नेक्स्ट भिडियो म कुन रेसिपी लिएर आऊँ भनेर कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। साथीभाइहरूलाई सेयर गरिदिनु होला।